तो नेपाली भाई लोग वोट डालने के लिए नेपाल जा रहा है, वो जरूरी है, पर श्रेष्ठ भाई पैसा भेजना जो लीगल तरीके से, उसके बारे में बताओ यार। जसरी तपाईहरु एउटा लेगल भोट दिएर एउटा नेपालमा प्राइम मिनिस्टर सिलेक्सन गर्न जाँदै हुनुहुन्छ भने त्यसै गरी एउटा लेगल वेबाट नेपालमा रेमिट गर्नको लागि इन्डेक्स एक्सचेन्जबाट आउनै पर्ने हुन्छ तपाईहरु। एज अ ब्रदर, एज अ दोस्त, एज अ तपाईहरुको स्मल ब्रदर, बिग ब्रदरको नाताले है आउनुहोस्। नेपालमा जति एउटा भोटको एउटा त्यति पावर छ, त्यति नै तपाईको नेपालको एउटा चाहिँ इकोनोमिक सस्टेन्स गर्नको लागि काउन्टर नम्बर 5 श्रेष्ठ दाइको लेगल रेमिटेन्सको तपाईलाई त्यतिकै जरुरी छ, खाँचो छ भन्दै मैले आफ्नो एउटा मेसेज दिन गइरहेको छु। आउनुहोस्। कहाँ इन्डेक्स क्राउन मल भित्र रहेको एउटै मात्र इन्डेक्स जहाँ एक्जिट नम्बर 3 को अगाडिपट्टि रहेको छ। कहाँनिर? हजुरहरुकै काउन्टर नम्बर 5, हजुर कसको? श्रेष्ठ दाइ आफ्नै। त्यसैले सम्पूर्ण तपाईहरुलाई विदिन वन सोल्युसन, वन स्पट, वन सोल्युसन तपाईले लिएर जान सक्नुहुनेछ। जसरी तपाईहरु जाँदै हुनुहुन्छ आज भोलि पर्सि, त्यसरी नै आजैबाट आज भोलि पर्सि थ्रो लेगल रेमिटेन्स गर्न श्रेष्ठ दाइलाई सम्झनुहोस्। आउनुहोस्, मस्त हुनुहोस् र नेपालमा अब चाहेको एउटा सुइटेबल एउटा चाहिँ क्यान्डिडेट्स लिडर छान्नुहोस्।